अब म तिमीलाई सिकाउने छु ले साग काट्ने तरिका कसरी काट्नुपर्छ। लाइक कमेन्ट सेयर गर्न नभुल्नु होला भन्न चाहन्छु म। 3वटा आलु 2 जनाले काट्नुहुन्छ हैन। यसलाई राम्रोसँग धुनुपर्छ। यो छिल्का खिच्नु पर्दैन किनभने चाहिँ यसमा भिटामिन हुन्छ, खिच्नु पर्दैन भन्न चाहन्छु। पनि खिच्नु पर्दैन है त। अब हामी के काट्छौँ? टमाटर 2 जना टमाटर है त। यसलाई पनि लगाऊ। अब के गर्नेछौँ भने चाहिँ प्याज 1 गर्नु। प्याज हाल्दा पनि हुन्छ, 2 हाल्दा पनि हुन्छ। हामी 2 नै हाल्नेछौँ सब्जीमा है त। अब हामी काट्न चालु गर्नेछौँ हैन। पहिला आलु काट्नेछौँ। आज हामी दोस्रो तरिका चिप्स तरिकाबाट पकाउनेछौँ। फिङ्गर चिप्स तरिकाबाट पकाउनेछौँ हैन। अब हामी योबाट चाहिँ लामो गरेर काट्नेछौँ है त। लामो गरेर एकदमै पनि सब्जी धेरै हुन्छ, खानुमा पनि राम्रो आउँछ लामो गरेर है त। यसरी लामो गरेर काट्नेछौँ।